हेलो हामी चाहिँ अब बाइक के अरे बिस्टा हाउस यो चाहिँ कहाँ पर्छ ओरिगनको बिस्टा हाउसमा छौँ हामी बिस्टा हाउसको त्यो पहाडीपट्टि के खोला यो कोलम्बिया खोलामा छौँ त्यो बिस्टा हाउस के यस्तो छ बिस्टा हाउस पारिपट्टि चाहिँ त्यो पारिपट्टि कुन अरे वासिङटन यहाँदेखि हामी भित्र बस्दैछु भित्र बस्ने ढोका यस्तो छ ओके बिस्टा हाउसभित्र चाहिँ हामी बस्दैछौँ ओ so nice architecture. So we're good? Okay. Okay. I wish. Oh, it's so beautiful, Sen. Oh, lovely place. Yo, Vista House is close. Close. Going down? Yeah. Oh, okay. Okay. No. हेलो म चाहिँ बिस्टा हाउस भन्ने हुन्छ यो ओरिगनको एउटा टुरिस्ट सेन्टरमा आएको छु र यो बिस्टा हाउसभित्रको रहेको बिस्टा हाउसभित्र रहेछ है त्यहाँ रेस्ट एरिया रहेछ बिस्टा हाउसभित्र चाहिँ के कस्तो रहेछ बिस्टा हाउसभित्रको यो फ्रेन्ड्स अफ द बिस्टा हाउस Vista House. Like this. You're all around me. Okay, Vista House पुरानो तत्त्वहरू के हुन्छ रुखको ढाक्री पहिले यस्तो थियो रहेछ बिस्टा हाउस यो I turned 6 को चाहिँ यस्तो बनाएको छ 1920 मा यस्तो बनाएको छ अब यहाँ कप्सहरू राखेको छ ठाउँहरू है सेलमा रहेछ बिस्टा हाउस पहिले यस्तो थियो रहेछ यो बाहिरबाट हेर्दा चाहिँ यस्तो छ बिस्टा हाउस है यो बाहिरबाट हेर्दा यस्तो छ सबै यो क्लासिक ठाउँ छ है तपाईँ पहिले यो सिल्भर स्पेसल सेल्स क्याली कोट भन्ने ठाउँ रहेछ यस्तो यो चाहिँ बिस्टा हाउसको मुनि रहेको जुन चाहिँ डाउन फ्लोरमा रहेको यहाँ सपिङहरू केहरू टुरिस्टको बारेमा जानकारीहरू होइन सबै लुगाहरू पनि किन्न जस्तो जस्तो टुरिस्ट सेन्टर होइन के छ पाउँछ भनेको छ र हामी उता जाउँ तल लास्टमा जाउँ भिडियो गर्नु दिन्छ पहिले यस्तो थियो चाहिँ यो 1915 मा रहेछ वर्ल्ड यो मैले चाहिँ गिफ्ट सप रहेछ होइन गिफ्ट सपमा सबै ऐतिहासिक फोटोहरू राखेको छ है ऐतिहासिक फोटोहरू सो यो चाहिँ ढोका बन्द रहेछ एक्जिट रहेछ नि सक्ने दुनियाँमा यता त कफी भइगयो होइन कफी पनि सब बाहिर यो यहाँ छ पुरानो तत्त्वहरू बिस्टा हाउसमा कहिले सेलिब्रेसन निकै ठुलो सेलिब्रेसन भएको छ ऐतिहासिक ठाउँ रहेछ यो चाहिँ त राउँगएर अघिको दोकान रहेछ ढुङ्गा शिला जे भने पनि यहाँ हरेक चिज कलेक्सन राखिएको ठाउँ रहेछ यो चाहिँ द कोलम्बिया रिभर कोलम्बिया रिभर चाहिँ यो चाहिँ बाहिरबाट देख्न सकिन्छ यो के रहेछ भने कोलम्बिया हाइवेको
रानी के छ क्विन जस्तो छ त यो चाहिँ अमेरिकन प्रिमियर साइन्स एक्जिट गर्नु सक्यो काट्दिउँ स्टप गरिदिउँ सर